नमस्ते। आज हामी प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर 4 पूजा भन्ने ठाउँको भूमि पूजाबारे एउटा चखलाग्दो जानकारीमा अलि गहिरेर हेर्दैछौँ। हो, यो जानकारी हामीलाई स्थानीय श्री दधिराम सरसँगको कुराकानीबाट प्राप्त भएको हो। अनि हाम्रो उद्देश्य चाहिँ यो परम्पराको मतलब किन गरिन्छ, कसरी गरिन्छ र यसको ऐतिहासिक र सामाजिक अर्थ के हो भनेर बुझ्ने हो। एकदम। र यो कुराकानीले निकै रोचक कुराहरू खोतल्छ पनि। खासमा यो भूमि पूजाको मुख्य उद्देश्य भनेको चाहिँ बर्खायाममा हुन सक्ने प्राकृतिक विपत्ति जस्तै पहिरो, अतिवृष्टि। बर्खायामको जोखिमसँग सम्बन्धित रहेछ। हो नि, त्यस्ता जोखिमबाट गाउँलाई बचाउनु, सबैको कल्याण होस्, कसैलाई दुःख कष्ट नपरोस् भनेर भूमिको पूजा गर्ने चलन रहेछ, प्रकृतिसँग सुरक्षा मागे जस्तो। अनि यसको तयारी पनि अलि विशेष नै हुने रहेछ। कुराकानीमा उल्लेख भयो अनुसार पूजाको अघिल्लो दिन घर लगाउने कपडा सबै सफा गर्ने चलन रहेछ। त्यसलाई जहान गर्ने भन्दा रहेछन्। एक किसिमको शारीरिक र मानसिक शुद्धिकरण जस्तो होला पूजाको लागि। होला। अनि पुजारी मार्फत विधिपूर्वक पूजा सम्पन्न गरिन्छ। एकदम। त्यो शुद्धताले भूमिप्रतिको आदर र पूजाको गम्भीरता पनि देखाउँछ नि। अनि यसको ऐतिहासिक पक्ष पनि छ। कस्तो छ ऐतिहासिक पक्ष? श्री दधिराम सरको कुरा अनुसार गाउँकै पूर्ण गाउँ भन्ने ठाउँको भूमिलाई जेठा भूमि मानिन्छ रे। सायद सबैभन्दा पुरानो वा मुख्य पूजा स्थल भएर होला। जेठा भूमि। कुनै बेला त्यो ठाउँ असाध्यै उर्वर र हराभरा, उहाँले भन्नुभए अनुसार त शक्तिशाली भेटी युगकी जमिन नै थियो रे। त्यस्तो राम्रो ठाउँ, तर पछि केही भयो के? हो, कथाले अर्कै मोड लिन्छ। विक्रम सम्वत 2018 साल, मतलब सन् 1961 तिर वा त्यसभन्दा अघि नै त्यहाँबाट बस्ती उठेपछि त्यो ठाउँ पहिरोले तहस नहस पारेछ। ओहो, पहिरोले? अनि मान्छेहरू घरबार छोडेर तराईतिर झरेछन्। नवलपरासी, चितवनतिर बसाई सरेको कुरा पनि छ। निकै ठुलो उथलपुथल भयो होला गाउँमा। त्यही त। र यहाँनिर विश्वास र प्रकृति बीचको सम्बन्ध अझ गहिरो देखिन्छ। स्थानीय बुढापाकाहरूको भनाइअनुसार पछि जब मानिसहरू फर्केर आए र फेरि भूमिको पूजाआजा गर्न थाले, तब के भयो? तब मात्र त्यो पहिरो रोकियो रे, अनि जमिन फेरि बस्न लायक भयो भन्ने विश्वास छ। यो आफैमा मनन योग्य कुरा छ। कसरी आस्थालाई वातावरणीय स्थिरतासँग जोडेर हेरिँदो रहेछ। अचम्म। भनेपछि पूजाले पहिरो रोक्यो भन्ने जनविश्वास हो। अनि त्यो पूर्ण गाउँको जमिन कति उर्वर थियो भन्ने कुरा उहाँले तरलक्क जलखेती देख्ने भन्ने भनाइबाट पनि बताउनुहुन्छ, जसले त्यस ठाउँको सम्पन्नता, धनी भएको संकेत गर्छ। त्यो भूमिको महत्त्वसँगै केही खास शब्दावलीहरू पनि आएका छन् है कुराकानीमा। जस्तै जेठा भूमि त भइहाल्यो। अरू पनि छन्, जस्तै रैकर भूमि। यो त सामान्यतया राज्यमा दर्ता भएको कर तिल्ने जमिनलाई बुझाउने शब्द हो। अनि अर्को जगत भूमि भन्ने पनि थियो। हो, जगत भूमि। यो जगत शब्दले चाहिँ खै तत्कालीन प्रशासक जस्तै मुख्तियार जिम्मावालको पालामा जमिनको सीमाङ्कन वा केही व्यवस्थापन गरिएको हुन सक्छ कि भन्ने संकेत गर्छ जस्तो लाग्छ। भाषाभित्रै इतिहास लुकेको जस्तो। त्यही त। यी शब्दहरूले भूमिको ऐतिहासिक स्वामित्व र प्रशासनिक तहलाई देखाउँछन् र यो पूजाको सामाजिक पक्ष पनि उत्तिकै बलियो छ। सामाजिक पक्ष कस्तो छ? कुराकानीमा आएका केही वाक्यांश हन्, जस्तै पृथ्वीका धनी हामी सबै हौं, कोही दाइ भाइ खुसी नडराउनु, बराबरी। यी कुराले यो पर्वले समुदायमा ल्याउने एकता र समानताको भावनालाई जोड दिन्छ। भनेपछि पूजा मात्र होइन, सामाजिक सद्भावको पर्व पनि हो। एकदम। सबै मिलेर भूमिको सम्मान गर्ने, आपसी खुसी साट्ने अवसर पनि हो। स्रोत अनुसार यो बराबरीको भावना जमिनमाथिको साझा निर्भरतासँग जोडिएको छ। भूमिको सम्मान गर्दा सबैको भलो हुन्छ भन्ने विश्वासले समुदायलाई बाँधेको छ। ल, भनेपछि प्युठानको पूजा गाउँमा गरिने यो भूमि पूजा एउटा सामान्य धार्मिक कर्मकाण्ड मात्रै त पक्कै रहेनछ। होइन, यो त त्यहाँको समुदाय, उनीहरूको इतिहास, प्रकृतिसँगको सम्बन्ध अनि सामाजिक सद्भाव कायम राख्ने एउटा जीवन्त सांस्कृतिक अभ्यास नै रहेछ। यसले के देखाउँछ भने स्थानीय विश्वास र परम्पराहरूले पनि वातावरणीय चुनौती जस्तै पहिरोको सामना गर्न र समुदायलाई एक ढिक्का राख्न महत्त्वपूर्ण भूमिका खेलेका हुन सक्छन्। यो केवल विगतको कथा मात्र होइन, निरन्तर चलिरहेको सम्बन्धको प्रतिबिम्ब हो।
आजको यो कुराकानीलाई यही टुङ्ग्याउँदा एउटा प्रश्न मनमा आयो। के प्रश्न? के यस्ता परम्परागत ज्ञान, विश्वास र अभ्यासहरूले आजको आधुनिक समाजलाई पनि वातावरणीय संरक्षण र सामुदायिक एकता जस्ता विषयमा केही महत्त्वपूर्ण पाठ सिकाउन सक्छन् कि? यसबारे सोच्न सकिन्छ होला। निश्चय पनि यो विकारणीय प्रश्न हो। स्वागत छ। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर 4 त्यो पूजा भन्ने ठाउँको भूमि पूजा परम्परा हो। यो त निकै महत्त्वपूर्ण परम्परा हो नि, विशेष गरी मगर समुदायमा। हामीसँग स्थानीय जानकार श्री दधिराम शर्माका भनाइहरू पनि छन्। त्यसकै आधारमा यो परम्परालाई अलिक गहिरिएर हेर्ने प्रयास गरौँ न त। हुन्छ। यो पूजाको मुख्य उद्देश्य भनेको चाहिँ बर्खा लाग्नु अघि प्रकृतिलाई खुसी पार्ने, हैन? हो, अनि रोग व्याधि नलागोस्, अन्न बाली सप्रियोस् भन्ने कामना पनि। तर यो केवल धार्मिक अनुष्ठान मात्रै होइन क्या रे, यो त जमिन मतलब भूमिलाई नै खुसी पार्ने तरिका जस्तो मानिन्छ। यसको तयारी पनि अलि विशेष नै हुँदो रहेछ है। जस्तो अघिल्लो दिन घर सफा गर्ने, नुहाउने। हो नि, अनि घर बाहिर खाना पकाएर खाने चलन पनि छ। शुद्धतामा एकदमै जोड दिन्छ। ए हो र? अनि पुजारीहरूको त झन् अर्कै नियम हो। पुजारीहरूले त अझ बढी शुद्धता अपनाउनु पर्छ। अघिल्लो रात नुन नखाने, फलफुल मात्र खाने। अनि पटक पटक नुहाउने पनि। कति समर्पण चाहिने होला है। एकदमै। अनि त्यो अघिल्लो रात पुजारी बसेको घरमा त नाचगान बाजागाजा पनि हुन्छ अरे। रमाइलो पनि हुने भयो। अनि पूजाको दिन चाहिँ? पूजाको दिन बिहानै बाजागाजा सहित पूजास्थल जाने। त्यहाँ पुजारीले रेखीपाती गर्नुहुन्छ, मतलब पवित्र घेरा बनाउने। अनि शिलालाई गाईको गोबरले लिप्ने, दूध चढाउने, यस्तो पनि? हो। यी सबै विधिले भूमिलाई सम्मान गरेको देखाउँछ। त्यहाँ एउटा गहिरो विश्वास छ नि, भूमिको सेवा गर्ने मान्छेलाई भनेको पुग्छ भनेर। कस्तो अर्थपूर्ण भनाइ। अनि पूजास्थलमा भेटीहरू पनि चढाइन्छ होला? चढाइन्छ। ध्वजा, पताका, चामल, घन्टी, त्रिशूल यस्ता चिजहरू। बलि दिने चलन पनि छ है? खसी, बोका, कुखुराको छ। त्यो पनि परम्पराको एउटा हिस्सा हो। तर अर्को राम्रो पक्ष के छ भने सबै सहभागीले ल्याएको चामल र दूध मिसाएर खीर पकाइन्छ। ए, अनि त्यो प्रसादको रूपमा सबैलाई बाँडिन्छ? हो, सबैलाई। यसले त वडा नम्बर 1 देखि 9 सम्मका सबै मान्छेलाई एकै ठाउँमा ल्याउँछ। सामाजिक सद्भाव बढ्छ नि। भनेपछि यो पूजा मात्रै होइन, सामाजिक जमघट पनि हो। बिल्कुल। अनि त्यहाँ 3वटा मुख्य पूजा स्थलको कुरा आउँछ, जुवाङ, पूर्ण गाउँ र 8 चौर। पूर्ण गाउँको भूमिलाई चाहिँ जेठो र रैकर मानिन्छ रे, यो भनेको के होला? जेठो भनेको सबभन्दा पुरानो, होइन? अनि रैकर भनेको पनि त्यस्तै परापूर्वकालदेखिको स्थापित भूमि भन्ने अर्थ लाग्छ। ए, अनि अर्को जफत भन्ने पनि छ, त्यो चाहिँ के हो? त्यो चाहिँ बारी आर्जनको भूमि, मतलब पछि कमाइएको वा छुट्याइएको जमिनलाई भनिन्छ क्यारे। यसले भूमिको ऐतिहासिक वर्गीकरण देखाउँछ। कस्तो रोचक। पूर्ण गाउँको त आफ्नै कथा पनि रहेछ नि, हैन? हो नि। कुनै बेला त्यो ठाउँ एकदम हराभरा थियो रे, तर विक्रम सम्वत 2018 सालतिर ठूलो पहिरो गएछ। ए, अनि त गाउँ नै उजाड भयो, मान्छेहरू बसाइ सरे। खोइ, अनि फेरि कसरी बस्यो त बस्ती? स्थानीय विश्वास अनुसार त पछि फेरि भूमिको पूजाआजा गर्न थालेपछि मात्र पहिरो लोकियो रे। त्यसपछि मान्छेहरू फर्किए। कस्तो अचम्म। मतलब पूजा र प्रकृति बीच यस्तो सम्बन्ध हो। उहाँहरूको विश्वास त्यस्तै छ। यसले प्रकृति र मानव क्रियाकलाप बीचको त्यो सम्बन्धलाई देखाउँछ नि। अनि पूर्ण गाउँलाई अझै पनि धनी मानिन्छ रे, उर्वर भूमि बनेर। मानिन्छ। त्यहाँको जमिनको क्षमता र त्यो आस्था दुवैले गर्दा होला। त्यसो भए यो भूमि पूजा परम्परा भनेको त प्रकृतिसँग मिलेर बस्ने, विपत्तिबाट बच्ने कामना गर्ने अनि समुदायलाई जोड्ने एउटा महत्त्वपूर्ण सांस्कृतिक अभ्यास रहेछ। एकदम सही। यसले स्थानीय इतिहास, विश्वास, सामाजिक संरचना कसरी एक आपसमा गाँसिएका हुन्छन् भन्ने देखाउँछ। भूमिप्रतिको सम्मान व्यक्त गर्ने एउटा जीवन्त तरिका हो यो। हो त नि। आजलाई यति नै गरौँ होला। हुन्छ। तर जाँदा जाँदै एउटा प्रश्न मनमा आइरहेको छ। अहिलेको यो आधुनिक यति व्यस्त जीवनशैलीले यस्ता पुराना भूमिसँग जोडिएका विश्वासहरूलाई कसरी असर गरिरहेको होला? यो महत्त्वपूर्ण प्रश्न हो। यसबारे सोच्नुपर्ने हुन्छ। हो, यसबारे सोच्दै गरौँला। अर्को पटक फेरि यस्तै गहिरो कुराकानी लिएर आउनेछौँ। धन्यवाद। धन्यवाद। स्वागत छ।